अखिर पढ्दा पढ्दा के भयो मलाई? सो व्हाट्सअप माई ग्याङ, दिस इज आहिल एन्ड वेलकम टु माई मिनी भ्लग। आज तपाईँले देख्नुहुनेछ मेरो भ्लगको मेरो एक दिन मजाले लाइक एन्ड सेयर सब्सक्राइब। इट वाज माई टाइम टु गेट रेडी टु बी रङ्गो बसन्ती चोला फेटुचेकु। रेडी भइसकेपछि इट वाज माई टाइम टु इट समथिङ, किनकि खानुपर्छ एन्ड द्याट्स वाइ प्रिपेयर ओट्स। त्यसपछि लगाए सक्स, त्यसपछि बाने तुनामा जुत्ता दुईटामा, खाए ओट्स। सिटी सफारी चढ्यो, कलेज पनि पुग्यो एन्ड दिस इज माई क्लास विथ सम पिपल। र यहाँनिर हुँदैछ फ्री फायर। त्यसपछि केही समयपछि कलेज छुट्टी भयो, घर गयो, सफारी चढ्यो, घरमा आएर पानी कुटुक कुटुक खायो, घरमा आएर एकदम शुद्ध शाकाहारी खमाम पनि खायो। खाना खाइसकेपछि एकदम धेरै खायो, ती धेरै खायो। ओ माई गड, प्रेग्नेन्ट झन्डै भयो। त्यसपछि आफ्नो काम गर्नतिर आफ्नो लुगा लगायो, ब्रस गर्यो, रिल हेऱ्यो, त्यसपछि हाँस्यो, रोयो। 2-3 घन्टापछि रेडी भयो, उफ्रियो, एक चम्चा पिनट बटर मुखमा हाल्यो, त्यसपछि बाटोमा हिँड्यो छायासँग। त्यसपछि जब पुग्यो जिम, भित्र पुगेर वार्मअप गर्यो। अरू पनि सोल्डर र एप्सको एकदम खतरनाक एक्सर्साइज गरेर एकदम पसिना पसिना भएर कपाल मिलाउँदै घर गयो, बाटोमा हिँड्यो मजाले, टुकटाक गरेर नएपछि अम्बो टक्क गोरो भयो। त्यसपछि टक्कसँगले सातुलाई बम खायो, त्यसपछि टक्कसँगले हिँ गर्दै हाँस्दै, त्यसपछि नोट गर्नलाई एकदम रेडी भए एकदम। अनि त्यसपछि क्यामेराको लागि नाटक गरेँ, त्यसपछि नाटक गर्दा गर्दै के भयो, मृगको धोरा पऱ्यो, बाहिर टक्क पानी परिदियो, भित्र टक्क गीत लगाउँदै सुत्यो। रातिको डिनर गरिसकेर गर्दै ब्रस गर्न थाल्यो, भिडियो रेकर्ड गरेन किनकि मुझे शर्माती है शर्म। माइकालाल जेठालाल जैसा नाचा, पानीले मुखलाई धोए, चपक। नाबालक कुपोषणवाला डोला देखाया। अनि त्यसपछि सुत्ती बाबु।